बीच रोड तर यता यो हामी चाहिँ आइसक्यौँ। यस्तै किनिदेऊ न गाई दादा। हाम्रो भरमाडा चाहिँ दामी भइरहेको कस्तो म चाहिँ घरमा खासमा यत्तिकै बसिरहेको थिएँ होइन। अनि यो आई कपडा सिलाउनु अनि त्यसपछि जाम न भने यस्तो कपडा लाएर होइन मन्दिर लिएर आइदिउँ मनोकामना दर्शन गर्न। मनोकामना दर्शन गर्न खास गरी कुन लाउने हो गाई? खासमा हामी चाहिँ जान खोजेको चाहिँ हामी पार्क जान खोजेको छौँ। कुन पार्क रे? मदन स्मृति पार्क जान खोजेको। मनोकामना आइयो कि बाटो नचिनेपछि। अब मनोकामनाबाट यहाँ पैसा खुल्ला पैसा गरौँ सामान किन्न आएको। अहिले यहाँ चप्पल हेरेर बसेको जाम न ढिलो भइसक्यो। यो चप्पल कस्तो यस्तै किनिदेऊ न बेबी। ए कस्तो राम्रो देखिएको तल यार। मलाई त सानो भयो थियो कि चप्पल। वे यो लगाएको ठिक कति हो साइजै थाहा भएन। किनिदिन्थेँ नि यार। ए लास्ट राम्रो ओके राम्रो मान्छेको सानै राम्रो हुन्छ। त्यो खुजुर्की किन्दैन पैसा जम्मा गर्छु 5 रुपियाँले हेरेको या पेन्सिल भन्ने एक त होला नि पेन्सिल। वे यो कस्तो राम्रो हेर्न तेरो छैन यस्तो खै सानेर आउनु फेरि यो मन परेको कस्तो राम्रो चप्पल रहेछ यार। कस्तो राम्रो कि 500 कुनको 500 ए यसको त्यो एउटा अहिले आयो नि के त्यो चप्पलको नाम नामै थाहा भने कि मलाई यसको नि दाइ 1000 कति महँगो त नि यो चाहिँ फेरि म्याजिक हो र होइन कोल्हापुरी हो नि त्यो पन्जाबबाट ल्याएको जुत्ता थोरै नेपालबाट थियो त्यो चोलेर त्यो पन्जाबबाट पन्जाब भनेको इन्डिया होइन इन्डिया भनेको त यही नजिकको ठाउँको त त्यो तिम्रो नापेको त 850 पर्छ नापेको ज्ञान बल्ल उठे लाग्यो 500 रुपैयाँ पेन्सिल हिल खै पेन्सिल हिल हो यार हेर्न मात्रै पछि आऊ अनि त्यो प्लास्टिकमा ए ल हुन्छ हुन्छ हामी अहिले हेर्न मात्र हो पछि आउँछौँ ए हुन्छ जाम हामी किन आएको खासमा के काम लागिरहेको ए ल होइन हामी अर्को दिनमा सबै सब हिलहरू यिनीहरू सबै अब सबै हिलो त्यो चप्पल यहाँ हिलहरू सबै यिनीहरू राखिदेऊ मिलाएर राखिदेऊ साथी सपिङ गरेर बस्थेँ कामै हिँडेँ यार एउटा कामलाई भनेर अनि एउटा काममा बसेर हुन्छ न पैसा ल्याएको मैले त झन् 5 रुपियाँ पैसा नि ल्याएन कि म घर यत्तिकै बसिरहेको थिएँ सुतेर बसिरहेको थिएँ अनि काम न भनेर लिएर आइदिएँ कस्तो राम्रो मन्दिर छ कि गाई चाहिँ ऊ त केटा कस्तो ह्यान्डसम हेर्छ लाज लाग्यो यस्तो बिजोगले नि आइदो रहेछ है वे थ्याङ्क यू यस्तो बिजोगले नि आइदो रहेछ है मान्छेहरू बिहान 6 बजी उठेर आउँछन् है हामी त है हामी बक्सी त होइन नि दिउँसोको आउँछ त नि यस्तो 2 बजी चिनीको मान्छेले त भने अर्को आपत कोही यहाँ चप्पल खोलेर जान्थ्यो यहाँ सधैँ त राख मैले त राख्छु तिमीले त मान्छेको चप्पल नि उठाउने भन्नु अरे यार राखेको चप्पल नि मन पऱ्यो भन्छ मान्छे भयो नि हुन पूजा गर्न यहाँ पानी छ त कसरी जाने तरेर जान पनि मिल्छ कि होइन भो यसरी तरम न यहाँ तर्नी होला सायद तर्नी होला कि तर्यो भने पवित्र भइन्छ कि पागल तर मैले हानेको मान्छे यार मनी गर्नै पऱ्यो नि खतरा हो कि हामी त भगवानले हामीलाई पैसा दिनु हामीलाई केही अन्जानमा केही गल्ती गरेको भयो भने माफ गरिदिनु भगवान हामीलाई केही थाहा भएन यसले झन् मासु खराइदियो पानी बन्द रहेछ त आज 108 धारा छ क्या चाहिँ
शिवलिङ्ग पनि छ गाइज टिकटक चलिरह